यहाँहरु सबैलाई स्वागत छ हाम्रो खप्तड सामूहिक कृषि फर्ममा। हाम्रो अहिले टमाटर टिप्नलाई सुरु भइरहेका छन्। यसरी हामीले अर्ग्यानिक रूपमा बनाएको टमाटर यसरी राम्रैसँगले फलिरहेको छ। हामी टिप्न गइरहेका छौँ। यो शुद्ध अर्ग्यानिक हो। यसलाई चाहिँ नि कुनै पनि विषादी खाद मलहरू हामीले हालेका छैनौँ। भर्मी कम्पोस्ट युज गरेका छौँ र गाईको गहुँत यी चिजबाट बनाएको यो अर्ग्यानिक टमाटर हो। यसरी फल्न पनि राम्रै फलिरहेछ। हामी यो 3-4 दिनको बिचमा चाहिँ नि हामी टिपिरहेका छौँ। 3 देखि 4 दिनको बिचमा टिप्न भइरहेकै छ। अहिले हामीले 2-4-5 लट चाहिँ टिपिसकेका छौँ। अरू पाक्ने क्रममा छ, बढिरहेका छन्। टमाटर खेती राम्रै छ। हामीले यो ड्राइगन कुरिलोको बिचबिचमा 8-10 कट्ठामा चाहिँ हामीले टमाटर खेती गरेका छौँ। सबैले हेर्नु होला, सिक्नु होला। सबैलाई धन्यवाद।